जुन चाहिँ सामाजिक सञ्जाल फेसबुक अनि सोसल मिडिया त्यति मात्रै नभएर है विश्वभरि नै सबैको मन छोएको छ। अनि सबैको मनमा बसेको छ भने जुन चाहिँ कथा है एउटा आमा अनि नानीको। जापानको चिडियाखाना है, जुन चाहिँ चिडियाखानामा एउटा आमाले नानी त्यागेको छ र मायाले भरेको यो संसारमा दुखै दुःखले भरेको छ। अनि एउटा आमाले नानी त्याग्दाखेरि है र त्यो एउटा गुडिया, जुन चाहिँ गुडियालाई चाहिँ एउटा साथी भनौँ, एउटा आमा भनौँ, एउटा हरेक थोक उसले खुसी महसुस गर्दै है जुन चाहिँ खेलिरहेको छ। र हजुरहरूलाई म है त्यो आधारमा के कुरा भन्न मन लागेको छ भनेदेखि है बाँदरको जुन चाहिँ एउटा सानोबडे जानकारी है, जुन चाहिँ जानकारी मलाई थाहा छ। हेर्नुहोस् है, हामीले संसारमा भएको जति पनि जीवित प्राणीहरू छ है सबैलाई माया गर्नुपर्छ। जिउने अधिकार हामीलाई जति छ उनीहरूलाई पनि त्यति नै छ। र संसारमा जन्म लिएर आएपछि है एक दिन जानु नै पर्ने हो र जन्म र मृत्युको बिचको जीवनलाई नै जिन्दगी भनिन्छ। आज त्यही जिन्दगी हामीले जग्गा जग्गामा हेरेर है सोसल मिडियाको आधारमा देख्न पाइरहेको छौँ अनि हेर्न पाइरहेको छौँ। र बाँदरको चाहिँ कहानी है के कस्तो छ भनेदेखिको है मानिस जस्तै हो बाँदर। र केही मात्रामा हेर्नु पर्दाखेरि है पुच्छर मात्रै डिफ्रेन्ट हुन्छ अनि ऊ बोल्न सक्दैन र मानिस जति बोल्न सक्छ र मानिसको पुच्छर हुँदैन। र एक समयमा हेर्नु पर्दाखेरि हामी पनि बाँदरबाट नै मान्छे भएको हौँ। अनि त्यो कथालाई हेर्दाखेरि, त्यो भिडियोलाई हेर्दाखेरि है मैले हाम्रो जग्गामा र हाम्रो जग्गामा मात्रै नभएर यो जग्गा जग्गामा संसारभरि नै छ बाँदर है। र हेर्नुहोस् ल, बाँदरले जब जन्म दिन्छ नि है, जन्म दिएर 6 महिनासम्म चाहिँ है आफ्नो काखमा आमाले बोकेर हिँड्छ। र जब उसले है मानिसको जस्तै बाँदरको पनि नानीहरू हुन्छ, छोरा छोरी। र यसरी नै सबै प्राणीहरूमा हेर्नु पर्यो भने हामीले त्यही नै भेट्छौँ, मेल अनि फिमेल। र बाँदरको चाहिँ कहानी यस्तो हुन्छ है, छोरा जुन चाहिँ मेल हुन्छ है, मेल चाहिँ ठुलो हुँदै गएपछि है, केटा ठुलो हुँदै गएपछि उसले पनि आफ्नो झुन्ड यानि कि आफ्नो ग्रुप बनाउनु पर्छ। र यसरी नै बाँदरको कहानी है जुन चाहिँ ड्याडी फन्स अनि जापानको टोकियो भन्ने चिडियाखानाबाट मैले पनि यो भिडियो हेरेको थिएँ। अनि सानोबडे जानकारी जुन चाहिँ मलाई थाहा थियो है हजुरहरूको माझमा राखिरहेको छु भने हामीले सबैलाई माया गर्नुपर्छ। र यही नै थियो है।